नमस्कार दर्शकबिन, यति बेला म सल्यान जिल्लाको प्रमुख धार्मिक स्थल खैराबाङ सल्यानमा छु। आज दशैंको आज 5औं दिन जो यहाँको माहौल म तपाईलाई देखाउने छु र यो भिडियो फुल वाच गर्नु होला। म यहाँ लाइनमा लाग्नु हुने भक्तालुजनहरुसँग पनि म केही कुराकानी सोध्ने कोसिस गर्ने छु। उहाँ कहाँबाट आइरहनु भएको छ, यहाँ चाहिँ कतिको सहज छ यहाँ चाहिँ पूजा आर्जना गर्नको लागि भन्ने विषयमा चाहिँ म चाहिँ थोरै केही साथीहरुसँग चाहिँ म रिपोर्टिङ लिने छु र बाँकी दृश्य म तपाईलाई देखाउने छु। यति बेला तपाईले हेर्दै हुनुहुन्छ माहु नूतन बस्नेत र तपाईले हेर्दै हुनुहुन्छ हेर्ने नेपाल एसडी बाट। तपाईले यदि अहिलेसम्म पनि हाम्रो पेजलाई चाहिँ फलो गर्नु भएको छैन भने फलो गर्नु होला र युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला। बाँकी भिडियो म तपाईलाई वन बाई वन देखाउने छु। यो चाहिँ चारैतिर म तपाईलाई यो यहाँको खैराबाङको आजको दृश्य देखाउने छु। आज दशैंको 5औं दिनको यो दृश्य म तपाईलाई देखाउने छु। बाँकी भिडियो हेर्दै गर्नु होला। हेलो बाबु, कहाँदेखि आउनु भयो? दाङबाट। दाङदेखि आउनु भयो? कहिले आउनु भएको थियो? बिहान। आज बिहान पूजा गरिसक्नु भयो? नाइ, मम्मीहरु लाइनमा हुनुहुन्छ। मम्मीहरु लाइनमा हुनुहुन्छ? लाइनमा कति बेला तल आउँछ जस्तो छ? थाहा छैन, अझ 1-2 घण्टा। अझै 1-2 घण्टा लाग्न सक्छ। थ्यांक यू। दाङबाट आउनु भएको रहेछ। कस्तो यताको लाइनमा तपाई लास्टमा आउनु हुँदो रहेछ। तल कति बेला आउँछ जस्तो लाग्दैछ? त्यति त थाहा छैन। थाहा छैन है? मान्छे चाहिँ आज त्यति धेरै छैन रे आइजकबाट। यो राख्नु पर्छ यसलाई बोलाउनु है। यहाँदेखि आउनु भएको? हामी 7 जना हामी सेनिखालदेखि आएको। 13 नम्बर। कति बजे आउनु भएको थियो? हामी त बिहानै 5 बजे हिँडेको। बिहान 5 बजे। हजुर। ल छिट्टै पालो आउँछ है त? हुन्छ। कस्तो लागिरहेछ अनि यहाँको यो व्यवस्थापन लाइन लाग्ने केही? ठिक छ, राम्रो छ। कस्तो छ? ठिक छ सबै राम्रो। हजुर। थ्यांक यू। यो लाइन चाहिँ तपाईले देखिराख्नु भएको छ। यो सोध्ने कोसिस गर्नेछु। यो खैराबाङ मन्दिरको यो मुख्य गेटबाट चाहिँ यो लाइन देख्न सक्नुहुन्छ। म चाहिँ यहाँ केही साथी केही भक्तालुजनहरुसँग चाहिँ म केही कुराकानी सोध्ने कोसिस गर्छु। हजुर कहाँबाट आउनु भयो? म दाङबाट। कहाँदेखि? दाङबाट। दाङ जिल्लादेखि। कहिले आउनु भएको छ? आज बिहान नै? बिहान। आज बिहान राति 3 बजे हिँडेर आएको। राति 3 बजे आउनु भयो? अनि अहिले भर्खर लाइनमा हुनुहुन्छ? लाइनमै छु। अब के गर्ने, लाइन छ, लाइनमै बस्नु पर्यो है। अब नियमको पालना गर्नु पर्यो। अनि कति जनाको? हामी चाहिँ 4 जना। 4 जना सबै चाहिँ तपाईहरु दाङबाट हुनुहुन्छ? दाङबाट। दर्शकबिन, यति बेला दाङबाट आउनु भएको भक्तालुजनसँग चाहिँ मैले थोरै कुराकानी जोडे। म बाँकी अन्यहरुसँग पनि म जोड्ने छु। तपाईले पूजा गरेर सक्नुभयो? सक्नुभयो? अब चाहिँ परिक्रम मात्रै हो, मन्दिर परिक्रम। यो लाइन तपाईले देखिराख्नु भएको छ। म फेरि पनि यहाँ सानो मान्छेसँग चाहिँ म केही कुराकानी सोध्छु। कहाँबाट आयो यो खैराबाङ मन्दिर? दाङ। तपाई पनि दाङबाट आउनु भयो? हजुर। मैले भर्खरै मात्र दाङबाट आउनु भएको सँग कुराकानी गरेको छु। फेरि पनि उहाँ पनि दाङबाट आउनु भएको छ। कति जना आउनु भएको छ भन्नुस् त? हामी 8-9 जना। 8-9 जना। कति बजे आउनु भएको थियो? वहाँदेखि 4 बजे हिँड्यौं। अहिले यहाँ भर्खरै 4 बजे। भनेपछि अहिले लाइनमा हुनुहुन्छ? हजुर। कति बेला पालो आउँछ? अब लाइन धेरै छ। थाहा होइन, आधा 1 घण्टा पछि होला। स्वयंसेवकले भनिराख्नु भएको छ आज चाहिँ धेरै मान्छे हुनुहुन्न, यो चाहिँ कम हो रे हिजोको मात्रामा है। ल छिट्टै पालो आउँछ। हुन्छ। हस्, धन्यवाद। म अर्को एकजना भाइसँग चाहिँ म केही कुराकानी सोध्छु। कहाँदेखि हुनुहुन्छ तपाईँ? श्रीनगर। कहाँदेखि? श्रीनगरदेखि। श्रीनगर सल्यानकै हुनुहुन्छ तपाईँ? कति बेला आउनु भएको थियो? अघि 6 बजेतिर। 6 बजे? हजुर। 6 बजे आउनु भएको। अहिले भर्खर अब गेटमा प्रवेश हुँदै हुनुहुन्छ। हजुर। कस्तो लागिरहेछ? राम्रो लागिरहेछ। व्यवस्थापन कस्तो लागिरहेछ यहाँ चाहिँ?
लाइन लाउने सिस्टम के छ राम्रो लागिरहेछ ठिकै छ ल थ्यांक यू यो अर्को लाइन मैले अर्को लाइनमा पनि म साथीहरूलाई चाहिँ म केही सोध्ने कोसिस गर्छु म पछाडिबाट सोध्छु है त एकजनालाई पछाडिबाट सोध्छु म लास्ट पछाडिबाट लिन्छु है त एकजनालाई यताको लाइनमा तपाईँ लास्टमा हुनुहुँदो रहेछ कालो कति बेला आउँछ जस्तो लाग्दैछ त्यति त थाहा छैन है थाहा छैन है मान्छे चाहिँ आज त्यति धेरै छैन रे आइजकबाट यो राम्रो बोल्छ यसलाई बोलाउने है यहाँदेखि आउनु भएको हामी 7 जना हामी सेनिखालदेखि आएको कति बजी आउनु भएको थियो हामी त बिहानै 5 बजे हिँडेको बिहान 5 बजी हजुर ल छिट्टै पालो आउँछ है त हुन्छ कस्तो लागिरहेछ अनि यहाँको यो व्यवस्थापन लाइन लाग्ने केही ठिक छ राम्रो छ कस्तो छ ठिक छ सबै राम्रो हजुर थ्यांक यू म प्रत्यक्ष यहाँ तपाईँलाई देखाइरहेको छु आजको यो दृश्य म यहाँबाट एकजनालाई लिन्छु है त कोही हुनुहुन्छ बोल्न चाहने म यहाँ एकजना क्यामेराम्यानको अब थोरै कुराकानी लिन्छु के छ बिजी हुनुहुन्छ एकदम बिजी छु एकदम बिजी हो हजुर हजुर बिजी हुनुहुन्छ मलाई चाहिँ कोडा खिच्दै हुन्छ अलिकति बिजी हुनुहुन्छ म एकछिन पछाडि कुराकानी लिनेछु है त यता चाहिँ हामीले खसी बोकाहरू चाहिँ देखिरहेका छौँ म एकजना भाइले चाहिँ यहाँ बोका सुनाइराख्नु भएको छ उहाँ बोल्नुहुन्छ कि हुँदैन म कोसिस गर्छु के लाग्दैछ सल्यानको खैराबाङ मन्दिर राम्रो छ म यहाँनिर अर्को एकजना बहिनीसँग म कुराकानी गर्छु बहिनी कहाँबाट आउनुभयो कहाँदेखि सापमारा पूजा गरिसक्नुभयो म अब आयोजक पक्षबाट चाहिँ एकजनालाई केही कुराकानी गर्ने कोसिस गर्दैछु म अर्को एकजना बहिनीसँग कुराकानी गर्ने कोसिस गर्छु बहिनी कहाँबाट हुनुहुन्छ बोल्न लाज मान्नु भयो ल ठिक छ केही छैन है बोल्नुहुन्छ